इलाका खबर निरन्तर खोज र खबरदारी। नमस्ते दर्शकबिन, म सज्जन कुमार सिंह। तपाईँ इलाका खबर.com हेर्नु भएको छ, मेरो फेसबुक पेजमा पनि हेर्नु भएको छ। सबैलाई एकदम स्वागत गर्न चाहन्छु। म चाहिँ अहिले कोरियाको दक्षिण अलि टाढा बुसानतिर थिएँ र अहिले म सौलमा आएको छु। र सौलमा नेपाली रेस्टुरेन्टहरू, नेपाली व्यवसायीहरूको अवस्था के छ, उहाँहरूले कसरी आफ्नो व्यवसाय सञ्चालन गर्नुभएको छ र नेपाली खानामा कोरियनहरूको अभिरुचि कस्तो छ, उनीहरूले नेपाली खाना कतिको मन पारेका छन्, वा समग्र रूपमा चाहिँ कोरियाको यो पछिल्लो अवस्था के छ, यहाँ आउने नेपाली श्रमिकहरू, विद्यार्थीहरूको अवस्था के छ लगायत व्यावसायिक कुराहरू पनि मैले गर्नेछु। र म चाहिँ अहिले थोन्देमुनको शुभेच्छा रेस्टुरेन्टमा आएको छु। शुभेच्छा रेस्टुरेन्ट चाहिँ एनआरएन आइसिसी को सचिव महिला नेत्री पनि हुनुहुन्छ, व्यवसायी पनि हुनुहुन्छ, जुनु गुरुङकोमा आएको छु। यहाँ चाहिँ तपाईँलाई यहाँ नेपाली खाना लगायत इन्डियन खाना, तन्दुरीको जुन स्वाद छ त्यो स्वाद पनि यहाँ पाउन सकिन्छ। उहाँसँग थोरै मैले पछिल्लो अवस्था, यहाँको कोरियाका नेपालीहरूको अवस्था के छ, कसरी अगाडि बढेको छ व्यवसाय, यहाँका व्यवसायहरू नेपालबाट यहाँ आएर व्यवसाय गर्नेहरूलाई चाहिँ कस्तो खालको समस्या हुन्छ, वा तपाईँ यहाँ आएर के व्यवसाय गर्न चाहनुहुन्छ भने के कुरामा ध्यान दिनुपर्छ, त्यो विषयमा पनि मैले कुराकानी गर्नेछु। र मैले स्वागत गर्न चाहन्छु। सुरुमा चाहिँ यो यहाँको दृश्य देख्न एकदम राम्रो छ। अहिले चाहिँ अलि गर्मी पनि बढेको छ र यहाँको यो दृश्य हेर्नुहोस्। यहाँ चाहिँ यो एकदमै राम्रो खालको नेपाली कल्चरल चिजहरू पनि यहाँ राख्नु भएको छ। र उहाँसँग म थोरै केही कुराकानी चाहिँ गर्ने जमर्को गर्छु र उहाँको अनुभव 20 वर्षदेखिको कोरियाको अनुभव पनि हामी सुन्नेछौँ। क्यामेरामा चाहिँ हाम्रो सरोज रेग्मीजीले साथ दिनुभएको छ। र मैले जुनु गुरुङ लगभग कोरियामा त सबैले चिन्नुहुन्छ, नेपालमा पनि उहाँले जो एनआरएनको नेतृत्वको हिसाबले पनि अहिले एनआरएन एनसिसीको सचिव हुनुहुन्छ। र फेरि यो एनआरएनको नयाँ फर्मेसनको कार्यक्रम पनि छ, त्यो विषयमा पनि हामी कुराकानी गर्नेछौँ। दिदी, हाम्रो इलाका खबरमा स्वागत गर्न चाहन्छु। नमस्ते भाइ। कस्तो छ अहिले कोरियाको 20औं वर्षको यो बसाइ चाहिँ कस्तो हुँदैछ? ठिकै छ, अब चलिरहेछ, सबै ठिकै भन्नु पर्यो। अब पछिल्लो रूपमा चाहिँ अब कोरियामा आउने नेपालीहरू एकदमै धेरै हुनुहुन्छ। पहिला चाहिँ सुरुको दिनहरूलाई सम्झिँदा चाहिँ कसरी सम्झिन्छ? पहिला सुरुमा तपाईँ यहाँ चाहिँ आउनु भएको थियो, त्यति बेलाको दिन चाहिँ कस्तो थियो? पहिला चाहिँ त्यो बेलाको माहौल फरक थियो। अब नेपालीहरू पनि अलिक कम नै थियो भने अब त्यो बेला चाहिँ जस एकताको जुन कुनै किसिमको आत्मीयता होइन, एकअर्काप्रतिको माया, अब धेरै राजनीति नहुने होइन, अब एकले अर्कोले सपोर्ट गर्ने त्यस्तो थियो भने अब अहिले चाहिँ अलिक धेरै भएर पनि होला, अलि नेपाली जस्तो लाग्छ आजभोलि चाहिँ। अब के भन्छ अरे, अहिले अब 80,000को एराउन्ड पुगिसकेको छ भने त्यो बेलामा 12-13 हजार होइन त्यस्तै थियो। कहिले आउनुभएको थियो कोरियामा चाहिँ? 2005मा। कुन विषयमा आउनुभएको थियो? बिजनेस विषयमा आउनुभयो भनेपछि भेनाजुसँगै आउनुभयो कि? सँगै। अनि सुरुमा चाहिँ कसरी यो बिजनेस यहाँ आएर बिजनेस इस्टाब्लिस गर्दाको त्यो सङ्घर्षको दिनहरू थियो र कतिको गाह्रो भयो सुरुमा चाहिँ? सुरुमा त अब गाह्रो भन्दा पनि अब विदेशमा त अब नेपाल जस्तो सहज त अलि नहुने नै भयो। अब तर पनि अब अलि भाषाहरूको प्रब्लम हुन्थ्यो भने अब सुरुबाटै हामी बिजनेस सुरु गऱ्यौँ होइन। अब त्यसपछि बिस्तारै चल्दै गयो, राम्रै भयो, त्यस्तो खासै यस्तो साह्रै अप्ठ्यारो भन्ने खालको त्यो पनि भयो। जस्तै कि नेपाली अब खाना छ, हाम्रो आफ्ना खानाको आइडेन्टिफिकेसन छ, कोरियन खाना, इटालियन खाना होइन, मेनुहरूमा पनि देखिन्छ जापानिज आइटमहरू होइन। तर हाम्रो आफ्नो नेपालको खानाको कुराहरू पनि छ। तपाईँ रेस्टुरेन्ट सञ्चालन गर्दै हुनुहुन्छ होइन। हाम्रो स्पेसल खाना चाहिँ कोरियनहरूले वा अन्य देशका मान्छेहरूलाई चाहिँ यहाँ आएर फरमाइस गर्दा वा उहाँहरूले खाना खोज्दा चाहिँ हामीले कुन खाना खाऊ भनेर चाहिँ भन्ने अवस्था पनि खास नहुने। खासमा हाम्रो खानाको चाहिँ ओत चाहिँ कतिको छ यो कोरियामा, कसरी हेर्नुहुन्छ त्यो विषय चाहिँ? खासमा चाहिँ के अरे भन्नुपर्दाखेरि नेपाली खाना, टिपिकल खाना हाम्रो थाली सेटहरू होइन, यो थाली सेट, थकाली खाना सेटहरू नेपाली जुन स्पेसल हाम्रो डेली खानामै पर्छ होइन। यो चाहिँ एकदम राम्रो छ हाम्रो हेल्थको लागि होइन। वास्तवमा सबै परिकारहरूदेखि सेटमै आउँछ। तर कोरियनहरूले चाहिँ बढी के अरे नान करी भन्ने उनीहरूको दिमागमा चाहिँ उनीहरूले अब गुगलतिर अब कसरी उनीहरूले फेमस चाहिँ बढी नान करी भएको कारणले गर्दा दाल भात तरकारी थाली सेट भन्दा पनि नान करी नै बढी उनीहरूले खोज्छ कि, उनीहरूले चाहनेको भएर। र हाम्रो नेपाली परिकार दाल भात तरकारीले चाहिँ इन्टरनेसनल एउटा सबैको नलेजमा चाहिँ यो ठिक छ है भनेर ब्रान्ड बनाउन चाहिँ अझै पनि नेपालीले सकेको छैन जस्तो लाग्छ। किनकि इन्डियाले त्यो पब्लिक गर्यो नि त उहाँहरूले बढी, तर नेपालीहरूले चाहिँ
हाम्रो नेपाली खाना चाहिँ इन्टरनेसनल हिसाबमा यो ठिक छ, यो हेल्थको लागि चाहिँ यो राम्रो भनेर अझै पनि इन्डियाले जति चाहिँ हामीले फेमस बनाउन चाहिँ सकेको छैन जस्तो लाग्छ। कति जति छ अहिले यो तोन्देमुलीहरू नजिकै? यहाँ चाहिँ अब लगभग 20वटा रेस्टुरेन्ट भइसक्यो अहिले। अनि सबै रेस्टुरेन्ट राम्रै चलेको छ? अब आफ्नो हिसाबले चलिरहेको छ, राम्रै भयो। र पछिल्लो दिनमा चाहिँ अब तपाईँ प्रत्यक्ष रूपमा चाहिँ यहाँ आउने कामदारहरू अहिले पछिल्लो दिनमा चाहिँ विद्यार्थी विषयमा पनि धेरै विद्यार्थीहरू आउनु भएको छ, अब सङ्घर्ष गरिराख्नु भएको छ। पछिल्लो दिन चाहिँ कस्तो छ यहाँको नेपाली श्रमिकहरूको समस्या, उहाँहरूलाई चाहिँ कस्तो कस्तो खालको समस्याहरू आइरहेका छन्? तपाईँहरू त अब फेरि एनआरएन पनि भएको हिसाबले नेतृत्वमा आउनुभयो, कस्तो कस्तो समस्याहरू अहिले झेल्नु पर्ने? अब विद्यार्थीहरू यो 2 वर्षभित्र चाहिँ 81 धेरै भित्रियो कि पहिलाभन्दा डबल भइदियो। अब त्यसले गर्दाखेरि अब फेरि कोरियाको परिस्थितिमा पहिलाभन्दा काम घट्यो फेरि, जुन अब रेस्टुरेन्ट अब सौलको कुरा गर्नुपर्दाखेरि अलिक घटेछ। अनि मान्छे रेस्टुरेन्टमा अब काम गर्ने भनेको स्टुडेन्टले हो, अब किनकि यहाँ पढ्दै काम गर्नु पर्दाखेरि कम्पनीमा जाने टाइम हुँदैन। त्यसले गर्दा अब अलिकति काम गर्ने मान्छे बढ्ने भएर अलिकति काम चाहिँ नपाउने, फेरि काम पनि इलिगल टाइपको हुन्छ होला हैन? काम चाहिँ नपाउने। अहिले उहाँहरूले हप्तामा ड्युटीले अब 25 घन्टा काम गर्न पाउने बनाएको छ। त्यसले गर्दा अल्बाहरू काम त पाउँछ पाउन त, तर उनीहरूले धेरै जस्तो 50% नै बेरोजगार छ कि स्टुडेन्टहरू। अनि अब नेपालबाट पैसा झिकाउनु पर्ने, अब विभिन्न किसिमको पैसाहरू गर्दाखेरि चाहिँ उहाँको भिजाको लागि चाहिँ प्रब्लमहरू देखिएको छ। र अब धेरै जस्तो चाहिँ अब अलिकति उनीहरू काम गर्नुपर्ने जति पनि हुन्छ नि त्योभन्दा उहाँहरूले चाहिँ अलिकति बढी नेपाल समातेर धर्काउट पनि भइरहेको छ होइन। यो कुराहरूमा अलिक ध्यान दिनुपर्ने छ। नेपालबाट आउँदा के कुरामा ध्यान दिनु पर्यो? स्टुडेन्टमा आउने कोही सोच बनाएको हुनुहुन्छ, यहाँ त भविष्य त छ नि, विद्यार्थीहरूले पनि लुकीछुपी काम गरेर पनि पैसा चाहिँ त राम्रै कमाइरहेको पनि हुनसक्छ, वा उहाँहरूलाई एकदमै बाटोमा राम्रो छैन स्टुडेन्टको लागि, कसरी ल्याउनु भएको छ यो विषय चाहिँ? अब मैले चाहिँ के भन्छु भने स्टुडेन्टको हिसाबमा अब कतिपय मैले नेपालको युनिभर्सिटीहरू नै खाली भइसक्यो अरे भनेर कति सुन्छ होइन। तर वास्तवमा के छ भन्दाखेरि मैले बुझेको चाहिँ हाम्रो नेपाली अहिले कति पनि हाम्रो युवाहरू चाहिँ अब विदेशमा गयो भने उहाँले काम गरेर फी तिरेर आफूले सर्वाइभ भएर नेपाल पनि पैसा पठाउनुसम्म उहाँहरूले गर्छ मैले देखेको कि। तर नेपालमा पढ्दाखेरि चाहिँ उहाँहरूको फी तिर्ने पैसा पनि उहाँहरूले उठाउन र 1 लाख बचाउन त नेपालमा त सम्भवै छैन। अनि त्यही भएर विदेश गएर पढ्ने भनेको एक किसिमको पढाइ पनि पढ्न पायो, कमाइ पनि भयो र भविष्य पनि भनौँ न सेटल हुँदै जाने भएर विदेशमा आएको होला धेरै जस्तो हो होइन। र काम पायो भने र मेहनत गऱ्यो भने यहाँ राम्रै छ, किनकि अब पैसाहरू बच्छ नि त। विद्यार्थीहरूलाई एउटा यहाँको सङ्घर्ष पनि सिक्नुभयो। अनि लामो समयदेखि अब नेपालबाट यहाँ आएर व्यवसाय गरिराख्नु भएको छ, एनआरएन लगायत विभिन्न सङ्घ संस्था पनि एकदमै धेरै छन्। र पछिल्लो दिनमा चाहिँ अब यो श्रमिकहरूको नेपालबाट आउने श्रमिक हुनुहुन्छ E9 भिसामा, जो चाहिँ कोरियन भाषा पास गरेर हुनुहुन्छ, उहाँहरूको चाहिँ के समस्याहरू अलि बढी देखिन्छ? अहिले इपिएसको कुरा गर्नुपर्दाखेरि पहिला 10, 12, 15 वर्ष पहिला जस्तो समस्या त म अलि देख्दिनँ, किनकि अहिले धेरै कुराहरू सुधार भइसकेको छ। पहिला अब सुरुमा अब धेरै प्रब्लमहरू आउँथ्यो, डिप्रेसन अब विभिन्न किसिमको अब तपाईँको फिसिङमा होइन अब कति प्रब्लमहरू हामीले देखेको। अहिले त्यो धेरै कुराहरूमा के अरे कटौती गर्नुपर्नेमा गरेको र अब जो सुधारिएको छ धेरै। र अब काम भन्ने कुरो त यहाँ अब गाह्रो छ भन्ने कुरो त हामीले अलरेडी नेपालमै थाहा भएको कुरा हो होइन। अब आफ्नो आफ्नो भाग्यले अब राम्रो कम्पनी पनि परेको छ, नराम्रो पनि परेछ भने अब त्यसमा नेपालमा कामै नगरेको भाइहरू पढेर गएर अब 81 यहाँको हार्ड काम गर्नु पर्दाखेरि अब जस्तै अब त्यो त 81 ज्यानसँग चाहिँ आफ्नो एउटा सन्तुलन मिल्दैन नि त। त्यसपछि मान्छे विभिन्न किसिमको रोगहरू लाग्ने, अब सुताइहरू नमिल्ने, त्यो डिप्रेसनमा चाहिँ तपाईँको 70-80% त माइनर डिप्रेसन त नेपालीले प्रायःले छ यहाँ चाहिँ, किनकि कामहरू भाषाको समस्या कार्यस्थलमा अलिकति दुर्व्यवहार पनि हुने खालको छ। र अब अर्को कुरा चाहिँ तपाईँ आफै यो एनआरएन नेतृत्व पनि हुन्छ, नेतृत्व छड्नुको लागि 5-6 गते फेरि नेपाल पनि जानुहुन्छ। यो कोरियामा पनि एउटा लाजमर्दो अवस्था देखियो। अब यो प्रश्न चाहिँ अध्यक्षज्यूबाट पनि राख्नुपर्ने थियो, मैले भेटेँ भने विपिन गुरुङज्यूलाई पनि राख्छु, किन यस्तो भइराखेको छ? कोरियामा बस्ने चाहिँ सिस्टम छ, यहाँको होइन राजनीति एकदमै राम्रो तरिकाले एउटा गल्ती गर्ने मान्छेलाई चाहिँ कारबाही गर्ने, लाखौँ जनताहरू सडकमा आउने, तर हाम्रो
एनआरएनका नेतृत्वहरू चाहिँ विश्वमा बसेर धेरै ज्ञान सिप र त्यो देशको अनुशासन देखिरहेको भोगिरहेको पनि, तर ठ्याक्कै नेपालको राजनीति जस्तो हुने यो कुरा चाहिँ तपाईँलाई कस्तो लागिरहेको छ? कोरियामा पनि त्यो देखिन्छ, दुई फक्लेटा परे जस्तो होइन, अध्यक्षले एउटा अध्यक्ष भइरहेको बधाई दिइरहेको, अर्काले फेरि विरोध गरिरहेको, यो चाहिँ अलिकति सबैलाई लाजमर्को जस्तो पनि भएको छ। यो चाहिँ तपाईँ सचिव भएको हिसाबले, केन्द्रीय सचिव भएको हिसाबले कसरी के छ भन्दाखेरि अब 10औं महाधिवेशनबाट चाहिँ यो फ्याकल्टी सुरु भएको हो होइन, आइसिसीबाट आएको यो रोग जस्तो हो कि यो आइसिसीमा जुन किसिमको विभाजित भएपछि चाहिँ त्यो सबै संसारभरिको एनसिसीमा पनि त्यसको असर पारेको हो। तर अब यो एक किसिमले अब तपाईँको विभिन्न राजनीति संस्थाभित्र पनि त्यो भित्र आन्तरिक त छ, अब हरेक संस्थाभित्र पनि हुन्छ, तर पनि त्यो एनआरएनमा बढी नै देखियो कि, किनकि त्यो मुद्दा छल्लाबल्ला भइदियो, बढी चाहिँ अब त्यो देखियो, मुद्दा मामलामा गयो कुनै अब। तर सबै संस्थामा पनि अहिले हरेक ठाउँमा त्यस्तो किसिमको विभाजन अब के अरे राजनीति सबैमा छ, तर पनि एनआरएनमा बढी नै देखिएको कारणले गर्दा यो बढी नै अब हाइलाइटमा आएको हो होइन। अब हेर्दै जाँदाखेरि अब अहिले 2टा एनआरएनहरू कतिपय देशहरूमा छ, तर यो कुरा चाहिँ अहिले कोर्टले, अहिले उच्च अदालतले फैसला गरिसकेको छ होइन। अब यो अहिलेको जुन 11औं महाधिवेशन भनौँ, अहिलेको अधिवेशनबाट चाहिँ जहाँसम्म लाग्छ सबै, किनकि परमादेश त हामी त मान्नु पर्यो, सबै अब कानुनभन्दा माथि त कोही पनि हुँदैन, त्यही भएर हामी सबै अबको यो महाधिवेशनबाट चाहिँ सबै एनआरएनहरू विभिन्न देशको चाहिँ एनसिसीहरू सबै एक ठाउँमा हुने दिन आउँदैछ। केही समयपछि चाहिँ सबै एकै ठाउँमा हुन्छ जस्तो लाग्छ। सधैँभरि आम नेकलेहरूको लागि जो गैर आवासीय नेपाली हुन्छ उहाँलाई सहयोग गर्ने, उहाँहरूको अधिकारको लागि भन्ने, तर खासमा चाहिँ राजनीति गर्ने, भाषण गर्ने, एउटा पद मात्र लिने, यो यसरी देखिन्छ। यो चिजलाई ले चाहिँ अलिकति एनआरएनप्रतिको जुन खालको झुकाव छ, त्यसको गरिमा छ, त्यो चाहिँ अलिक घटे जस्तो लाग्छ कि लाग्छ? हो, त्यो त अवश्य हो, त्यो त हामी देखिरहेको कुरा हो होइन। पहिला एनआरएनको चाम कस्तो थियो, अहिले कस्तो छ, त्यो सबैले देखिरहेको कुरा हो। त्यसमा त अब राजनीति त अब तपाईँको अहिले टोलमै छ राजनीति। अब सुरुवातमै परिचय दिँदाखेरि नै नाम के हो, कुन पार्टी भन्ने चाहिँ यो त हाम्रो सिस्टमै बसिसकेको छ। त्यही भएर यो हाम्रो प्रत्येक व्यक्तिबाट नै त्यो किसिमको चाहिँ सबैको त्यो सोचाइ नै त्यस्तो सुरुवातबाटै छ होइन। त्यसले गर्दा एनआरएन जस्तो अब एउटा विश्वव्यापी भनौँ न ठुलो संस्थामा चाहिँ त्यो त झन् ठुलै पहुँचबाट नै अब राजनीति जस्तै आन्तरिक त देखिन्छ, त्यो नहुने अब नभनेर नै सुनै छैन कि छ त्यस्तो। ल अन्त्यमा चाहिँ जो अब स्टुडेन्टको कुरा पनि गरियो होइन, शर्मीको कुरा एनआरएन कुरा यो कोरियामा चाहिँ अलिकति आएर अलिकति लगानी गरेर होइन व्यवसाय गर्छु भन्नेहरूको लागि चाहिँ वातावरण कस्तो छ? राम्रै छ। अब त्यो यस्तो हो, त्यो त व्यक्ति विशेषमा र आफूले कुन काम गर्छ र कसरी गर्छ भन्ने कुरामा निर्भर कुरा हुन्छ होइन। आफ्नो सफलताको कुराहरू गर्नुपर्दाखेरि सबै व्यक्ति सफलै पनि भएको छैन, सबै मान्छे असफल पनि भएको छैन कि। त्यही भएर आफूले चाहिँ कुन पेसा कस्तोसँग आफ्नो अनुभव एक्सपिरियन्स भनौँ न, अब आफूले चाहिँ कुन काम गर्दाखेरि चाहिँ आफूलाई चाहिँ सक्सेस हुन्छ, आफूले चाहिँ त्यो काम चाहिँ हात हाल्नु पर्यो होइन। नियमहरू सबै बुझ्नु पर्यो। त्यही भएर चाहिँ आफूले चाहिँ एक्सपिरियन्स भएको र आफूले जानेको काम गर्यो भने सक्सेसै छ। र अन्त्यमा चाहिँ तपाईँ आफै रेस्टुरेन्ट सञ्चालक पनि हुनुहुन्छ, यहाँ चाहिँ नेपाली खानाको प्रमोट पनि गरिराख्नु भएको छ र आम कोरिया बस्ने साथीभाइहरूलाई अब अन्त्यमा तपाईँको पनि एउटा प्रोमोटिङ टाइपको के भन्न चाहनुहुन्छ? अब वास्तवमा अब लास्टमा होइन सबैजनालाई नमस्कारै गर्नु पर्यो, सबैजनालाई नमस्कार है। अब यहाँनिर रेस्टुरेन्ट व्यवसाय गर्दैछु म पनि अब 20 वर्षदेखि र प्लस अब सोसल वर्क पनि सँगसँगै गर्दैछु भने अब तपाईँहरू सम्पूर्ण सबैजनाले चाहिँ अब म जुनुलाई लगायत स्पेसियल रेस्टुरेन्ट जुन हुन् म पनि अब एकचोटि आएर तपाईँहरूले चाहिँ यहाँको मिठो खाना परिकारहरू पनि टेस्ट गरिदिनु होला र अब र त्यसपछि होइन हामी सबैजनासँग सहकार्य गरेर एक किसिमले सबैजनाले मिलेर अघि बढौँ, सबैजना राजनीति धेरै नगरौँ, मरि लानु ज्यानो पाउने कसैले केही पनि होइन। त्यही भएर मिलेर बसौँ, एकअर्काले विरोध नगरौँ, त्यही हो।
नमस्ते। ल, तपाईँको मिडियाले धेरै धेरै धन्यवाद। हाम्रो यो समसामयिक विषयमा कुरा गर्ने अवसर पनि मेरो नेपालबाट आएर मेरो 1 वर्ष जति भयो। म अहिले सहरमा सबैसँग भेट्ने र यसरी नै उहाँहरूको अनुभव आदान प्रदान गर्ने कार्यक्रममा छु। तपाईँको पनि केही त्यस्तो सल्लाह सुझाव छ, केही अप्ठ्यारो अवस्था छ वा तपाईँलाई केही बुझ्नुपर्ने छ कोरियाको बारेमा, यहाँको भाषा संस्कृतिको बारेमा भने पनि हामी ती भिडियोहरू पनि हामी बनाउनेछौँ भन्दै दिदीलाई यो विशेष समय पनि भयो, यो अवसर पनि यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। र हामी कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। र यस्तै धेरै कार्यक्रमहरू कोरियाका धेरै भाषा संस्कृति यहाँका यावत विषयमा मैले जानकारी गराउनेछु भन्दै क्यामेरामा मलाई साथ दिनुहुने हाम्रो सरोज रेग्मी सहित इलाका खबरको टिम र म सज्जन कुमार सिंह पनि बिदा माग्न चाहन्छु। अनि खासै हो नमस्ते। इलाका खबर निरन्तर खोज